What's up guys? बुटोलको चाहिँ यो देवीनगर हो। हामी अब बस पार्कतिर सफर भइरहेको छ। बस पार्कतिरको सिधै बस पार्क जान्छौँ। This is view of Butol, है। त्यो बुटोल भयो चाहिँ एन्ड चाहिँ बुटोल हो। किलोमिटर टाइम चाहिँ 40 किलोमिटर, पोखरा 157 किलोमिटर छ है। यहाँबाट यो चाहिँ पोखरा जानको लागि चाहिँ यो स्याङ्जाको बाटो हुनु भयो भने चाहिँ 157 किलोमिटर छ यहाँबाट चाहिँ। आजको यात्रा चाहिँ हाम्रो रोल्पातिरको यात्रा हुँदैछ। यहाँदेखि चाहिँ रोल्पा, अब बुटोलदेखि चाहिँ रोल्पातिरको यात्रा सुरु भयो। एन्ड तपाईँहरूलाई म देखाउँदै गर्छु बिचबिचमा ठाउँको बाटोहरू। हाम्रो आउँदै हुनुहुन्छ प्यासेन्जरहरू। ओके, दिस इज माई वाटर एन्ड मैले यता राखिदिन्छु। तपाईँहरू दुईजना हुँदै ल एकछिन। अब चाहिँ हाम्रो यात्रा चाहिँ रोल्पातिरको यात्रा हुँदैछ। एन्ड लेट्स गो। नेपालको जाँदा टलिउड यो चाहिँ पश्चिम जाने रोड है। जाने चाहिँ अहिले कन्स्ट्रक्सन बन्दैछ न्यू हस्पिटल, बुटोल हस्पिटल। तिनीहरू पुल चाहिँ क्रस हुँदैछ यार। आज तर मौसम, आज चाहिँ मौसम ठिक छ नि। नखोला भइहाल्यो चाहिँ। मौसम पनि चिल छ आज त यार। गाडी चाहिँ खतरा छ है। गाडी कुन चाहिँ गाडी? यो दोस्त यो गाडीको नाम चाहिँ कुन चाहिँ गाडी हो? कुन के भन्छ गाडीलाई चाहिँ? इभी भन्छ। इलेक्ट्रिकबाट चल्छ। अच्छा लडेको छ। अनि यसको चार्जिङ पोइन्ट चाहिँ बिचबिचमा छ कि? ए भनेपछि अहिले चाहिँ चकचकेमा छ, भैलाङ छ होइन। यसले चाहिँ कति किलोमिटर हुन्छ फुल चार्ज गऱ्यो भने? लडेको छ। यो चाहिँ माथिबाट चाहिँ फुलबारी छ है। फुलबारीतिर यहाँ चाहिँ हाम्रो अब रोल्पातिरको सफर भइरहेको छ। आजको मौसम चाहिँ चिल छ। We are arrived right now on Sina Jitgadi. This is Jitgadi हो। मौसम काफी साथ से यार। रोड छ हाइवे बन्दैछ।
हुन्छ ल रोड चाहिँ यसो going to construction चनौडा बजार यो चाहिँ चनौडा बजारको भ्यू है बाहुना सबै कम्प्लेक्स
इलेक्ट्रिक सिस्टम त चाइनिज हो क्या चाइनिज होला नि इलेक्ट्रिसिटी पुरा त्यसरी हो मेड इन नेपालहरू चाहिँ नेपालमा चाहिँ कति भयो यार यो बनाएको यार कति 1 साल भयो 1 साल भयो यो बडा हो यार यार बुटोलबाट आएको जम्मा 3 जना मात्र प्यासेन्जर रात अनि भाइ यसमा फुल चार्ज हुनलाई चाहिँ कति टाइम लाग्छ 1 घन्टा ओडैछ्यो Palwangko Tower. Sama Kolas Yatra राधे 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 उसका राधे 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 sugar is body biscuit. Radhe 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 English body biscuit. Radhe 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 River Club स्टार्ट भयो रोल्पाको अब रोल्पा प्रवेशद्वार चतुर्भुज रोल्पाको सिमाना सुरु भयो
बस पारेसम्म जान्छ लास्ट है यो ए लडी अलि उतासम्म हिँड्दैन फाइन दिन्छ होला फेरि वी आर ड्राइभिङ स्लो ड्राइभिङ हामी देवराज मोटर एन्ड साइकल वर्कसपबाट हामी चाहिँ मुभ भइरहेछ होइन देवराज भाइ ठिकठाक जस टेक्निकल चाहिँ सब डेन्जर रहेछ भाइको चाहिँ अब हामी यहाँबाट चाहिँ पाङको सफर स्टार्ट भइरहेको छ एन्ड भ्यू चाहिँ खतरा छ है मौसम आजको चाहिँ पानी पर्ला पर्ला जस्तै बुटोलतिर पनि त्यस्तै भइरहेको थियो एन्ड अब चाहिँ हामी उकालो लाग्दैछौँ पाङतिरको सफर भइरहेको छ यो पारिको बुट्टो भारी सिलिचोर बजार एन्ड कतै छ अब चाहिँ यही गाडीको माथि बसेर गइन्छ टक्क मुस्ताङ बनाङ मुस्ताङ गयो जसरी एन्ड यसको पाङको सफर भइरहेछ नि पाङको सफर यार गाह्रो रहेछ यार तिम्रो पनि बेथा यार हामी सक्यो है गाउँतिरको यात्रा सफर भइरहेको छ तर यहाँ यस्तो चिसो चिसो मौसमहरू छ आमा चिल छ क्या तर गर्मी तलतिर चाहिँ बुटौलतिर चाहिँ लास्टै गर्मी छ तर यहाँ चाहिँ जस चिल मौसम छ क्या किलाचरको यात्रा अब यहाँ चाहिँ फेरि पकाउनु नि त हेलो हजुर यात्रा हाम्रो यहाँदेखि फेरि अब किलाचर गाडीमा ओ फाइनली हाम्रो भुपू इन्डियन आर्मी हाम्रो जेठन साप चाहिँ उता आज पैताला हिँडिराख्नु भइरहेछ म चाहिँ भिडियो सो यो चाहिँ किलाचोर हो बब्बाल भइरहेछ यता चाहिँ नम्जा हुन्छ यहाँ चाहिँ किलाचोर यो चाहिँ हाम्रो मेन यहीसम्म मात्रै राम्रो बाटो छ ल हाम्रो गाडी चाहिँ गइसक्यो यहाँ अगाडि चाहिँ हाम्रो चाहिँ अब पुलिस चौकी छ अनि त्यो चौकीको कारणले चाहिँ हामी सबै पैताला हिँड्नु पर्ने छ त्यही भएर चाहिँ हामी चाहिँ पैतालाको यात्रा गरिरहेको छौँ सो आउने हामी बाटो चाहिँ यो यस्तो भिड छ है दी बाहिर निस्किन
कहाँ अनि अन्डै मैले पढ्ने बेलाको पनि पुग्नु लाग्छु त्यहाँ कुरा गराइदिन्छु कि है ल ल हुन्छ ल त घर हान्नुहोस् हो एकछिन है पुग्नु लाग्छ है त्यस्तो नभन् क्या यहाँ फन्डिन्छु एकछिनमा है कहाँ हो यार दाजु अनिसाके 1000 रुपियाँ ल ल फन्डाक म भइसकेर के फन्डाक अङ्कलले भइसक्यो ल ठिक है ल हुन्छ म गइसकेको है लगे त कहिले लान्छस् नि घर हाम्रो चाहिँ क्याम्प चाहिँ यो गाइज जानुपर्ने हुन्छ अगाडि पिलाचोरो यस है यहाँ चाहिँ हाम्रो मान्छेहरू छ जाँदैछ यताउति छ कति राम्रा सोल्टिनीहरू भने यार चक चक छन् हो